हामीलाई यहाँ यो माङमालुङ बजारका स्थानीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनी सबैजना नानीहरू सबैलाई एकमुष्ट नमस्कार छ। हामी एक खालको प्रचार अभियानमा छौँ। आज त्यहाँ रवि भन्ने ठाउँमा कार्यक्रममा यहाँको खासमा चाहिँ र बाटोमा यहाँ तपाईँहरूसँग भेट्ने मौका पाएँ हामीले पायौँ। अत्यन्त खुसी छु म त। पहिला पनि एकचोटि यहाँ आएको थियौँ हामी। यस्तै अब यो देशमा अलिक राम्रो खालको राजनीति होस् भन्ने चाहना राख्ने मान्छे भएको कारणले कसरी पो राम्रो गर्न सकिन्छ कि भन्ने प्रयासहरू गर्ने क्रममा पहिला पनि एकचोटि हामी म आएको थिएँ यहाँ यो पल्लो पञ्चमी होइन पञ्चमी बजारसम्म आउँदाखेरि यो बाटो हिँडिएको थियो। यहाँ पर एउटा औँलाले पनि हल्लाउन सक्ने एउटा ठुलो ढुङ्गा रहेछ है त्यो स्थानमा माङमालुङ भन्ने स्थानमा मैले पनि घुम्ने मौका पाएँ। त्यतिखेर सहयोग गर्नुहुने मित्रहरूलाई सम्झन चाहन्छु। यो माङमालुङ भन्ने त्यो एउटा ढुङ्गा एउटा यत्रो ठुलो ढुङ्गा, त्यो ढुङ्गा चाहिँ एउटा हातले नै हल्लाउन सकिन्छ एकवटा औँलाले भन्ने खालको त्यो एउटा सत्यता बोकेको ठाउँ र त्यो ठाउँको नामबाट नामाकरण गरिएको यो सुन्दर बजार। यो अत्यन्तै सुन्दर ठाउँमा फेरि एकचोटि आउनु पाउँदाखेरि खुसी छु म। यो ठाउँ आफैमा पवित्र र धार्मिक सत्यता बोकेको ठाउँ होइन, एउटा इतिहास बोकेको ठाउँ जस्तो मलाई लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि यहाँनिर साँचो कुराहरू गरिनुपर्छ, झुटो कुरा गर्नु हुँदैन होइन। हाम्रो सोच विचारमा पनि त्यस्तै सत्यताको बास हुनुपर्छ भन्ने विश्वास पनि मैले चाहिँ लिएको छु। र हामीले यसपालि यो देशमा केही राम्रो गरौँ भन्ने एउटा पवित्र चाहनाले एउटा अभियान सुरु गरेका छौँ, श्रम संस्कृतिको अभियान। त्यो श्रम संस्कृतिको अभियानमा धरानमा बसिराखेर मात्रै हुँदैन। त्यसो भएको कारणले एकजना, दुई चारजना, चार पाँचजना, 10-12जना, 100-200जना, 1-2 हजार मान्छेले मात्र यो अभियान चलाएर हुँदैन। लाखौँ करोडौँ नेपालीले यो श्रमको अभियान, श्रम बिना हामी बाँच्न सक्दैनौँ, उत्पादन हुँदैन। तपाईँहरूले लगाइदिएको यो फुलको माला पनि कसै न कसैको श्रम हो। कसैले फुल रोप्यो होइन, अनि तपाईँको चाहिँ फुल्यो, अनि यहाँ कसैले फेरि माला उनीहरू मलाई लगाइदिनु भएको छ। श्रम बिना यो एउटा फुल त हाम्रो चाहिँ माला त हामी गाँच्न सक्दैनौँ भने हामीले हाम्रो जीवन चलाउन सक्ने कुरै आउँदैन। हाम्रो देशको भविष्य होइन बनाउने कुरै आउँदैन, सक्ने कुरै आउँदैन। सबको कारणले त्यो श्रमको अभियानलाई सञ्चालन गर्नको लागि म एक्लैले केही थोरै मान्छेहरूले मात्रै गरेर हुँदैन। सबको कारणले त्यो श्रमको अभियान सञ्चालन गर्नका लागि होइन, श्रमदाताहरूको तपाईँको चाहिँ सङ्ख्या बढाउनका लागि श्रमदाताहरूको खोजी गर्दै हामी कुदिरहेका छौँ। र मलाई खुसी लाग्यो यहाँ पनि तपाईँहरू थुप्रै श्रम अभियानमा जोडिनुको लागि तयार हुनुहुँदो रहेछ। धेरै फरक कुराहरू छन्। मैले यहाँ धेरै लामो भन्न चाहन्न, किनभने जति भने पनि कुरा यति थोरै हुन्छ होइन, बुझ्नुपर्ने कुरा थोरै हुन्छ। त्यो दहीलाई बेसरी मतानीले जति नै हाने पनि नौनी भनेको थोरै हुन्छ भने जस्तो कुरा जति गरे पनि बुझ्नुपर्ने कुरा थोरै हुन्छ। त्यो थोरै बुझ्नुपर्ने कुरा के छ भने तपाईँ हामी नमिलिकन देश बन्दैन, तपाईँ हामी मिलेर काम नगरिकन देश बन्दैन। कुरा त्यति हो। शुभ कारणले हामी मिलेर काम गरौँ। श्रम संस्कृतिको अभियान लिएर अहिले हामी आएका छौँ र यो के हो कसो हो भन्ने बारेमा मैले अरू बेला पनि थुप्रै बोलेको छु। तपाईँहरूले अब अहिले त सबैको हातमा मैले स्मार्टफोन देख्दैछु। यहाँ 50जना भन्दा धेरैले खिचिराख्नु भएको छ। तपाईँहरूले हेरिराख्नु भएको, बुझिराख्नु भएकै कुरा हो। धेरै लामो म कुरा राख्न चाहन्न। मिलेर काम गरौँ र मिलेर काम गर्ने संस्कृति, श्रम संस्कृतिमा आबद्ध बनेर श्रमदाता बनेर आइदिनुहोस्, त्यो भन्न चाहन्छु। यहाँहरू सबैजनालाई शुभ दिनको कामना गर्न चाहन्छु। नमस्कार छ। जय होस् सबैजना।